हेलो गाइज सबैलाई वेलकम छ मेरो युट्युब च्यानल सो आज चाहिँ रुममा बस्दा बस्दा छुट्टी भएको अनि 10-12 दिन लाग्यो खिचेर रुममा बस्दा बस्दा झ्याउला आज टक्क दयोसित यता डाँडातिर घुम्न साथीहरू चाहिँ मिठो जाडो चाहिँ लास्टै जाडोमा लास्टै यहाँनिर तर घाम चाहिँ मिठो ल गाइज हामी चाहिँ ट्याक्क लाएर पाल्पाको श्रीनगरतिर आए जस्तो लागिरह यहाँ चाहिँ श्रीनगरमा चाहिँ यो हाम्रो सफाको बुटाहरू चाहिँ पुरै डढिसकेको छ साथीहरू यस्तो जाडोमा पनि देख्न सक्नुहुन्छ बाहिरतिरको यो देखिको भ्यू चाहिँ सबै सल्लाहको भ्यू हो साथीहरू हाम्रो 3जना गाइडहरू अगाडि हिँड्दै हुनुहुन्छ मिठो जाडो भयो भन्दै हुनुहुन्छ हिँड्दै भन्नुहुन्छ जाडो पनि भयो भन्नुहुन्छ साथीहरू यस्तै छ देख्न सक्नुहुन्छ त्यतिर यो देखिएको सबै ब्ल्याक साथीहरू कमेन्ट गर्नुका साथीहरू ल गाइज आज हाम्रो केटाहरूको टार्गेट चाहिँ माथि यो खोल्सा कटेर उता माथि डाँडामा जाने टार्गेट छ जो जाडो भयो पनि केटाहरू चाहिँ हिँड्न चाहिँ छोडेको छैनन् आयो चाहिँ मस्त लाएर श्रीनगरको डाँडातिर यो डडेर लगाइसक्यो साथीहरू देख्न सक्नुहुन्छ सल्लाहको बुटामा यस्तो डडेर लगायो यता चाहिँ तर हाम्रो सोनिस दाई चाहिँ जे होस् आटिलो हुनुहुन्छ जाडो भए पनि डाँडामा पुगिरहने भन्नुहुन्छ हामी चाहिँ गाइज होइन निकै दुःख कष्ट गरेर यस्तो अस्ति खोल्सा तरेर हामी चाहिँ एकदम डाँडातिर निस्क्यौँ ट्रेकिङमा निस्क्यौँ आयो चाहिँ जाडो भए पनि केटाहरू चाहिँ हार माने होइन के छ सोनिस दाई ठिक छ नि होइन जे होस् जे पनि हाम्रो केटाहरूको चाहिँ जोस छ क्या गाइज होइन अब रुममा बस्दा बस्दा झ्याउलायो भनेर केटाहरू चाहिँ लिएर आएको जाडो चाहिँ निकै छ जाडो भए पनि केटाहरू चाहिँ चढिरहन् डाँडातिर चाहिँ चढिरहन् तलतिर समुद्रको भ्यू हेर्दै हल्का फुल्का हावा चिसो कानमा खाँदै डाँडातिर चढिरहन् देख्न सक्नुहुन्छ केटाहरू अगाडि पुगिसक्यो गाइज जे भए पनि जोस् डाँडा देखेर चाहिँ निकै मन चाहिँ एकदम आनन्द लागिरहेको आज चाहिँ धेरैमा डाँडातिर चढेर गाइज देख्न सक्नुहुन्छ साथीहरू यतातिरको भ्यू के कस्तो लाग्छ तपाईँहरूलाई कमेन्टमा कमेन्ट गर्नु होला मलाई चाहिँ एकदम निकै रमाइलो लाग्यो ल गाइज केटाहरू चाहिँ बनकुखुरा पाइन्छ कि बँदेल पाइन्छ के पाइन्छ भनेर जङ्गल लास्टै छानबिन गरेछन् जे पाइयो त्यही शिकार गर्ने भनेर हिँडेछन् केटाहरूको लक्ष्य चाहिँ त्यस्तै हो जङ्गलभित्र छिर्दिछन् केटाहरू चाहिँ यता चिच्याउँछन् केटाहरू रमाइलो लगाइरहन्छ हात खुट्टा चिसो भयो भने केटाहरूले घामको हल्का ताप लिएर पनि मनोरञ्जन गरेछन् तलतिरको भ्यू हेरेर गाइज ल गाइज होइन एकदम रोमनिया डाँडो हामी चाहिँ बुल्गेरिया हामी अब बुल्गेरिया कटेर रोमनियातिर जाने भन्दै केटाहरू चाहिँ त्यस्तो हो ल साथीहरू एकदम डाँडा काँडा भन्दै एकदम टपमै आइसक्यो मलाई चाहिँ टक्क सास फेर्न पनि निकै गाह्रो भएको अवस्था छ अहिले चाहिँ एकदम निकै टपमा जाडो चाहिँ कस्तै छ जाडो चाहिँ साथीहरू केटाहरू चाहिँ जति पाहाड देख्यो त्यति रमाउँदै घुम्दै हिँड्दै गरेछन् केटाहरू चाहिँ तपाईँहरूलाई यतातिरको छोटो पाहाडहरू पनि देखाउँछु साथीहरू केटाहरू चाहिँ गाइज होइन केटाहरू चाहिँ उता घर देखेको निकै खुसी भएन पाहाड साहाड देखेको केटाहरू चाहिँ निकै मस्त आफ्नै पारामा हिँडेछन् गाइज के छ हो ठिक छ नि होइन यो बल छ नि आज ल गाइज होइन फाइनल्ली हामी चाहिँ अब माथि श्रीनगर डाँडामा आउनु लागेको छौँ हामी चाहिँ तलदेखि चढ्दैछौँ माथि श्रीनगर डाँडा पुग्ने उद्देश्यले हाम्रो कमल दाइ चाहिँ रोमानियाको बोर्डर भन्नुहुन्छ केटाहरू होइन पिल्लर देखेको केटाहरूले बोर्डर सम्झिन्छन् के फेरि उहाँ घर देखेको उता घर फेरि रोमानिया भनिसकेछन् गाइज हाम्रो फेरि यस्तै हो केटाहरू फेरि ल साथीहरू हामी चाहिँ यात्राकै क्रममा छौँ तर घुम्न चाहिँ घुम्यो तर धेरै मासतिर चाहिँ पुगेछ हामी फर्किने क्रममा छौँ टक्क बाटो त्यो देख्न सक्नुहुन्छ केटाहरूले कता लिएर आयो बाटै नचिनेर हैरान छ हामीलाई फेरि यतातिर चाहिँ जङ्गलभित्र चिरान त्यो चाहिँ दामी भ्यू देखियो साथीहरू तर कतादेखि निकाल्छन् केटाहरूलाई यस्तै छ घुम्न पाइयो भनेर धेरै घुम्यो धेरै डाँडातिर चढियो आयो चाहिँ अब फर्किने बेलामा कता केटाहरूले जङ्गल लिएर हिँडेन आयो चाहिँ ल गाइज आज हामी ट्याक्क लाएर यो घुम्न भनेर आएको तर बाटो कता भएर केटाहरूले जङ्गल लिएर हिँडेछन् देख्न सक्नुहुन्छ यतातिर जङ्गल खोइ कता लिएर हिँडेछन् केटाहरूले चाहिँ ल गाइज हामी चाहिँ लगभग बाटोतिर निस्किन लागिसकेको छौँ यतातिरको जङ्गल चाहिँ देख्न सक्नुहुन्छ युरोपतिरको यो चाहिँ पुरै सल्लाहको बुट्टा हो सल्लाहको बुट्टा चाहिँ कस्तो
कस्तो सुकेर डढेर लाग्यो जस्तो भएर यहाँ चाहिँ यस्तो सिधा सिधामा भ्यू चाहिँ जो जङ्गल चाहिँ एकदम बाक्लो भए पनि भित्रतिरको भ्यू चाहिँ एकदम दामी देखियो साथीहरू। केटाहरू हिँड्दैछन्, बाटो खोज्दै हिँड्दैछन् केटाहरू चाहिँ। ल साथीहरू आजको हाम्रो यात्रा पनि निकै रमाइलो पनि भयो, हल्का जाडो पनि खायो, निकै आज जाडो पनि खायो साथीहरू। हामी चाहिँ खास उता घुम्न जाने भन्ने प्लान चाहिँ थिएन, तर यो डाँडा आउने प्लान चाहिँ घुम्दा घुम्दै उता पछाडि पुरै हाम्रो सल्लाहकार रहेछ, डाँडातिर लगाएर हामी चाहिँ गएको, निकै रमाइलो पनि भयो साथीहरू। टायर चाहिँ ट्याक्क मार्टितिर हिँड्नुभयो, म चाहिँ पछाडि भिडियो गर्दै आएको साथीहरू। यस हामी चाहिँ यहाँ डाँडामा आउने भनेर आएको थियो फर्स्टमा, तर हामी चाहिँ आज मिठो गरी घुम्यो, घाम पनि मिठो लाग्थ्यो, तर डर चाहिँ खाइहाल्थ्यो साथीहरू। आजको भिडियो म यही अन्त्य गर्न चाहन्छु साथीहरू। फेरि अर्को भिडियोमा अर्को भ्लगमा भेटौँला साथीहरू। मेरो युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।